राजा भनेको राजै हो होइन यसो बसाइ त। हेलो साथीभाइहरू, र आज भने चाहिँ तपाईँहरूलाई चाहिँ म यहाँ एकदम पर्बिङको फेमस टुरिस्ट डेस्टिनेसन यो पर्बिङ टारको यो पोखरी र यहाँ माथि गुम्पाहरू पनि छ, यहाँ मूर्तिहरू पनि स्ट्याचुहरू पनि छ, स्ट्याचु अफ गुरुपद्म सम्भवहरूको यहाँ छ। र यहाँ तपाईँलाई घुमाउनु ल्याउँदैछ यो अर्ग्यानिक भिलेज, वान अफ द अर्ग्यानिक भिलेज अफ सिक्किम पर्बिङ भिलेज तपाईँलाई यहाँ घुमाउनु ल्याउँछ। र यहाँको राम्रो राम्रो जग्गाहरू टुरिस्ट डेस्टिनेसनहरू छ यहाँ, र यहाँको नेचुरल यहाँको टुरिस्ट डेस्टिनेसनहरू पनि छ। यहाँ कतिवटा यो चाहिँ अब आर्टिफिसियल हो, तपाईँलाई नेचुरलमा माथि घुमाउनु लाँदैछु। जुन ठाउँमा चाहिँ यो भर्खरै सिक्किम शेर्पा लोसारहरू यहाँ मनाएको थियो त्यो जग्गामा म तपाईँहरूले लिएर जाँदैछु। र हेर्नुहोस् मेरो भिडियोमा मजाले। ल यहाँ चाहिँ नानीहरू फेरि मजाले खेलिरहेको छ। नानी हो यहाँ पानीमा पस्छ है, ल जोगिनुपर्छ है। यहाँ यस्तो दामी जग्गा छ, यहाँ हेर्नु यस्तो दामी यो पोखरी छ। यहाँ हाम्रो साथीभाइहरू यहाँ आजको फेरि यो खानेकुराहरू यहाँ पुरै बन्दोबस्त साथ आउनु भएको छ। यहाँ हाम्रो गुरामाको लागि र यहाँ नयाँ सरको लागि चाहिँ यो जग्गा एकदम नयाँ प्लेस हो उहाँहरूको लागि। यहाँ आउनु भएको अस्ति सेलिब्रेसनको टाइमको थिएछ नि यो चाहिँ खासमा दामी। र यसलाई के भन्छ पो, छोतेन के भन्छ माने। ए हामी चाहिँ यसरी भाँडा बर्तनमा आइटमहरू बोकेर चाहिँ यो उकालो जाँदैछौँ हो साथीभाइ। हो यही डल्ले भाँडा हो, यो चाहिँ भर्खरै उहाँले विशाल सरले मलाई जिम्मा दिएको छ। मेरो भाँडा गयो त्यहाँ, यहाँ डल्ले भाँडामा यहाँ छ स्प्राइट। अब ब्लग चाहिँ अब कस्तो हुनेवाला छ कुनै, यहाँ हेर्नुहोस् डल्ले भाँडा मलाई पर्खिरहेको छ। हेलो साथीभाइ, हो र म चाहिँ यहाँ डल्ले भाँडा देख्नुहुँदैछ होला, मेरो डल्ले भाँडा जिम्मा छ। र यहाँ हाम्रो हरेक सरहरूको आफ्नो आफ्नो जिम्मा छ। उपर गुरामाहरू हाम्रो नयाँ सरहरू तपाईँहरूप्रति यो सेयर गर्नु मन पर्यो। र यो चाहिँ हो पर्बिङ टार, यो मुनिको ग्राउन्ड देख्दैछ, जुन चाहिँ ग्राउन्डमा चाहिँ अस्ति भर्खरै शेर्पा लोसार भएको थियो है, ग्याल्पो लोसार। र यहाँ मुनिपट्टि त्यो हो यो स्पोट। यहाँ हाम्रो गाडी पनि आउँथ्यो, यदि पानी नपरेको भए यहाँ गाडी पनि आउँथ्यो, तर यहाँ तल स्किट खाएर चाहिँ गाडी छोडेर चाहिँ हामीले हातमै बोकेर आयौँ सबै सामानहरू। र हेर्नुहोस् तपाईँहरूले हाम्रो यहाँ सरगुरामाहरूको यो मेलमिलाप, हाम्रो यो जमघट। अब छिटै नै समर भ्याकेसन आउँछ, त्योभन्दा अगाडि छुट्टिन्छ। हामी 2 हप्ताको लागि हामी छुट्टिँदैछ। त्यो छुट्टिँदाखेरि नि यादगार बनोस् भनेर चाहिँ हामी यो आजको शनिबार हाफ डे आएको, हाफ डे क्लास सकेर चाहिँ हामी यता आएको। ल 32 पारेर एकताल उयो गरौँ। यी सेल्फ सप अरे यहाँ यी उहाँले सुरु गरे है वाचिपा होइन। यो चाहिँ हो डल्ले भाँडाको चाहिँ वाचिपा हो, वाचिपा। गुरामा नभुल्नु है। यहाँ विशाल सर चाहिँ आफ्नो ताने तुने गरिरहेछ। यहाँ हामी चाहिँ भुँडीलाई माने मुने गर्दैछ, उहाँ चाहिँ आफ्नै ताने तुने गर्दैछ। यहाँ गुरामाले उयो त एक धुनमा भ्लग सक सबै बिर्सेर है हामी यहाँ। राजा भनेको राजै हो होइन यसो बसाइ त। उहाँ जहीँ गए पनि मारै हो बक्स बोकेर। यहाँ चाहिँ विशाल सर खतरा रक के हो यो वाचिपा दामी खाए है। के भन्नुहुन्छ एकजना उम्मेदवार आइकिन यहाँनिर केही भनिदिनु होला। यहाँनिर आज हाम्रो पर्बिङको टारमा सबैजनालाई वेलकम गर्न चाहन्छ। हाम्रो छुबा स्कुलको टिम, छुबा स्कुलको
गरी यो मकसद चाहिँ हाम्रो पिकनिक राखेको मकसद चाहिँ हामी एकअर्कामा क्लोजनेस बढाउनु, वी आर आफ्टर अल वान फ्यामिली, अनि हामीहरू सबैजना चाहिँ एउटा मजा गर्नु है, अनि एउटा हाम्रो घनिष्ठता एउटा फ्रेन्डसिप राख्नुको मेन उद्देश्य हो। र त्यो मेन उद्देश्यको साथसाथमा है हामीहरू चाहिँ यहाँनिर अर्को कुरा चाहिँ के हो भने चाहिँ हाम्रो नयाँ टिचर्सहरू, हाम्रो गुरुजनहरू आउनुभएको छ। हाम्रो यहाँनिर जस्तै विकास सर आउनुभएको छ, हाम्रो किरण सर हुनुहुन्छ, हाम्रो मञ्जली है अगाडिदेखि हेर्थेँ, उहाँहरूको भिडियोजहरू हेर्थेँ। त्यहाँबाट आइसकेपछि चाहिँ उहाँहरूको दर्शन चाहिँ प्रत्यक्ष रूपमा सरस्वती देवी त्यहाँबाट चाहिँ र पनि मनमा अब अन्त पहिला पनि गरेकै थिएँ टिचर, त्यतिखेर पनि सपोर्टिभ नै हुनुहुन्थ्यो, अन्त अहिले पनि सपोर्टिभ नै हुनुहुन्छ सबैजना नै। अन्त रमाइलो नै लाग्छ। धन्यवाद। तर अब विथ टाइम आई केम टु नो अबाउट अल अफ यु, सो एकदमै राम्रो लाग्छ अहिले। अन्त म पनि सेम एज विकास सर, आई अल्सो विस द्याट आई गेट टु स्पेन्ड मोर इयर्स इन सुगा स्कुल। बिहेमा हुने पोकुराको पल्लोमा घरको च्याङ्बाले, बुहारीमा हुने पोकुराको नभरी जहला अर्कै हो, च्याङ्बा भनेका चाहिँ लाग्या हो। Revolution, we're living in this world full of confusion. Yeta paloma te sutale marioni la la la. Yeah. Come on. This is toast. This is our toast. You can enjoy here. यहाँ हिँड्दै हिँड्दै यात्रा टेन्डुङको हो र हिँड्दै हिँड्दै यो बक्स बोकेर जोस भनेको यस्तो चाहिँ